हामीले हाम्रो भाषा जुनसुकै जिल्लामा होस्, जुनसुकै पालिकामा होस्, हामीले हाम्रो भाषा जोगाउनु, हामीले हाम्रो कला जोगाउनु, हामीले हाम्रो संस्कृति जोगाउनु भनेको आफ्नो मात्रै आइडेन्टिटी जोगाएको होइन, त्यो पुरै देशको आइडेन्टिटी जोगाएको हो। तपाईँले आफ्नो भाषा जोगाउँदै हुनुहुन्छ भने देशलाई पनि जोगाउँदै हुनुहुन्छ। र एउटा सभ्यताले अर्को सभ्यतालाई सधैँ सहयोग गर्नुपर्छ। हामी जुनसुकै सभ्यतामा भए पनि अरू विभिन्न सभ्यता संस्कृतिलाई चाहिँ एउटा इज्जत दिने, सम्मान दिने, त्यो एउटा सम्मानको भावना चाहिँ जुनसुकै संस्कृतिले अर्को संस्कृतिलाई गर्नुपर्दछ। त्यसले गर्दाखेरि अरू मात्रै जोगिँदैन, आफू पनि जोगिन्छौँ। हामीले पढेको बेलामा कुनै आज भाषा लोप हुन लागेको छ भने त्यसको लिपिहरू खोजेर ल्याउनलाई सम्पूर्ण नेपालीहरूले एउटा भाषा खोज्नलाई सहयोग गर्नुपर्दछ। कतिका त लिपिहरू हराइसके, कतिका भाषाहरू विलीन भइसके। अहिलेका नयाँ युवा पुस्ता विद्यार्थीहरू भनौँ, उहाँहरूलाई आफ्नो थर जे भए पनि आफ्नो भाषा बिर्सिसकेको हुन्छ र आफ्नो जे थर हो त्यो हिसाबले भाषालाई पनि बिस्तारै प्रोटेक्ट गर्दै जाने, सिक्दै जाने। आफ्नो बुवा आमालाई सोधेर हुन्छ कि आफ्नो बाजे पुर्खालाई सोधेर हुन्छ कि त्यो सबैलाई जोगाउँदै गयो भने यो एउटा भाषा, एउटा साहित्य, एउटा कला, एउटा बाजा सबै जोगिँदै गयो भने सम्पूर्ण हाम्रो देश नै जोगिन्छ र देशको एउटा आइडेन्टिटी रहन्छ, देशको एउटा पहिचान रहन्छ, हाम्रो जिल्लाको पहिचान रहन्छ र हाम्रो प्रदेशको पहिचान रहन्छ। सबै चिजलाई चाहिँ जोगाएर राख्नु पर्दछ।